हेलो एन्ड नमस्ते एभ्रिवान, मेरो नाम अनिल सञ्जेल। आजको भिडियोमा हामी देखाउँदैछौँ लगनखेलबाट मात्र 20 किलोमिटरमा रहेको एकदम रमणीय ठाउँ राडर भ्यू पोइन्ट। यदि तपाईँहरू वान डे ट्रिपको लागि कुनै ठाउँ खोज्दै हुनुहुन्छ भने दिस प्लेस कुड बी द बेस्ट प्लेस फर यु। यदि तपाईँहरूलाई यहाँ आउनु छ भने चाहिँ गुगल म्यापको सहायताले इजिली आउन सकिन्छ। यो भिडियोमा चाहिँ म तपाईँहरूलाई एक्स्ट्रा माइनर डिटेल्सहरू दिन्छु, सो भिडियोको अन्तिमसम्म रहिरहनु होला। आज हामी राडर जाँदैछौँ अनि आज चाहिँ राडरको बारेमा यताउता ज्ञानहरू दिन्छु म तपाईँहरूलाई। अनि त्यहाँको सिनहरू पनि बवाल छ, गएर हेर्नुपर्छ है त। लेट्स गो। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो घरनेरि चाहिँ डढेलो लागिरहेको छ क्या अहिले। धुवा नै धुवा भइरहेछ। राडर जानको लागि चाहिँ हामी 3 पानी भन्दा हुँदै जानुपर्ने हुन्छ। त्यही भएर यहाँबाट हामी तलतिर टिका भएर पट्टि लाग्छौँ। अगाडि चाहिँ लेले हो। वैशाखको महिना पानी नपरेकाले धेरै गर्मी छ, सो हामी चाहिँ एउटा पसल खोजेर त्यसबाट कोल्ड ड्रिङ्क्स अनि थोरै खाजाहरू लिएर जान्छौँ। त्यहाँ माथि चाहिँ पसल छ कि छैन हामीलाई थाहा छैन, सो यहीँबाट व्यवस्था गर्नुपर्ने हुन्छ। चिसो नै दिनु न। वाइ भन्दा बाहेक अरू चाउचाउ हामीले चाहिँ अब वाइफाई सकेसम्म नखानु खोज्या अरू अवसर नै रहन्छ। केही छैन, आज एक दिन खाइदियो, अब त्यस पछाडि अभोइड गर्नुपर्छ। यो ठाउँको नाम चाहिँ कालीटार। हामीले चाहिँ यसलाई मल्ल होटल भनेर चिन्छौँ। कुनै पनि पर्यटकीय स्थलको महत्त्व बढ्नको लागि चाहिँ त्यहाँ जाने बाटो पनि एकदम दामी हुनु जरुरी छ, जुन चाहिँ यहाँ मजाले देख्न सकिन्छ। ओए अस्ति हिँड्दा त यहाँ पिच थिएन, अहिले पिच भइसक्यो यार। बाटोको भ्यू चाहिँ यस्तो दामी छ कि तपाईँहरूलाई बोरिङ फिल कहिले पनि हुँदैन। हामी चाहिँ त्यो डाँडामा पुग्नुपर्छ। यो यस्तो उकालो चढेर यो माथि यो सबैभन्दा अग्लो डाँडो जुन देखिरहेको छ यहाँ अगाडि। ल गाइस, हामी चाहिँ 3 पानी भन्ज्याङ आइपुग्यौँ। यहाँबाट हामी राइड लाग्छौँ सर र अब चाहिँ हल्का अफरोडिङ। ओहो, स्कुटी के भयो? के भयो दाजु? यस्तो उकालो चलाउँदा चाहिँ क्लच कहिले पनि लिनु हुँदैन अरे सकेसम्म। बाइक चलाउनुमा चाहिँ नयाँ नयाँ नै हो, यसपालि नै सुरु गरे हो। तर बाटो धेरै अप्ठ्यारो रहन्छ, एकदम सजिलो छ बाटो। यो अफरोडिङ नै भयो नि, मेन्टेन गरेर रहेछ बाटोलाई। तर यस्तो यो गिटी भएको बाटोमा चाहिँ स्पिड चलाउनु चाहिँ हुँदैन, बाइक चिप्लिन सक्छ। ओहो यार, यो तुवालो थिएन भने त यस्तो बवाल सिन्थ्यो नि यता। हामी चाहिँ लगभग उकालोको आधा नि होइन, लगभग हामी टपमै आइसक्यौँ। अब धेरै थिएन, बाइक चाहिँ हल्का बडी नै तातेर पिकअप हल्का कम थियो, त्यही भएर हामी यहाँ हल्का बाइकलाई रेस्ट दिँदैछौँ। हामी चाहिँ यहाँ लगभग 10 मिनट जति बस्यौँ। अब चाहिँ बाइक पनि सेलायो होला, अब चाहिँ हामी सिधै जान्छौँ। अब चाहिँ धेरै छैन, अब चाहिँ हामी जाँदैछौँ। ए ल, हामी चाहिँ आइसकेका रहेछौँ। मलाई चाहिँ थाहा थिएन, हामी चाहिँ त्यही डल्लो आएको हो, ठ्याक्कै आइसक्यो। सर यता जानु पाइन्छ? अलिकति उता जाउँ। हामी चाहिँ डाँडाको टुप्पोमा आइसक्यौँ। राडर चाहिँ त्यही छ, देखाइदिएँ। राडर त्यहाँ छ। यहाँबाट चाहिँ हाम्रो गाउँ पुरै यो संसार ललितपुरको लगभग 80% भूभाग देखिन्छ यहाँबाट चाहिँ। यता यता यो चाहिँ पोन्जेसम गाउँपालिका हो, अनि यता चाहिँ यो बागमती गाउँपालिका। यो पनि बागमती नै गाउँपालिका होला, यो जुन अहिले हामी बसिरहेको छौँ। अनि
महाङ्काल चाहिँ उता पल्लोपट्टि महाङ्काल चाहिँ हल्का तुवाले देखिएन यहाँ चाहिँ भर्खर चुत्रो फल्दै रहेछ हाम्रो गाउँतिर चाहिँ यसलाई चुत्रो भन्छ तपाईँहरूकोमा चाहिँ के भन्छन् कमेन्ट गर्नु होला अनि हामी चाहिँ यहाँ अगाडि एक ठाउँमा बसेर खाजा नि खान्छौँ ओहो यहाँबाट पो देखिँदो रहेछ सिन यो चाहिँ यसो हेर्दाखेरि जुन उदाएको जस्तो देखिन्छ कि तर सिन चाहिँ यस्तो बवाल छैन कि यो तुवालो चाहिँ थिएन भने चाहिँ एकदम बवाल थियो क्या सिन ऊ त्यो चाहिँ झाँक्री डाँडाको एरिया रहेछ बल्ल याद आयो कसरी याद आएको भने त्यो पारिपट्टिको बाटोले गर्दाखेरि त्यहाँ अस्ति नै मैले यहाँ चाहिँ अफरोड छ बाटो भनेर चाहिँ उतै बाटो के गर्ने रे अब भोक लाग्यो हामी चाहिँ यो सल्लोको फेदमा बस्छौँ धन्दा यो सल्लोको फेदमा चाहिँ टँडेलोले असर गराएर हिँड्छ है त गाइस हामीले चाहिँ त्यहाँ थोरै खाजा किनेको थियो अनि यो खासै खाने मन त होइन गर्मीको लागि हुन्छ भनेर आएको एकदम हेल्दी चिज यहाँ छ यसको त कुरै नगरौँ यो चाहिँ सकेसम्म नखानु नै होला तपाईँहरूले पनि आज लास्टचोटि खाँदैछु म पनि अरू केही नपाएर हेरेर आएको ऐसेलु यार वाउ ऐसेलु है गाइस जम्मा गर्दिनँ म सिधै खान थाल्छु पेसेन्स भन्ने छैन कि ममा कोपी हेर्दा क्या कुल देखिन्छ के ला थ्याङ्क यू सो मच यहाँ त हेलिप्याड रहेछ त क्या साउन्ड आइरहेछ नि कुलर होला त्यो कुलरको साउन्ड आएको होला क्या ओपी साउन्ड आइरहेको हेर्न सक्नुहुन्छ तपाईँले यस्तो छ राडा म चाहिँ यस्तो छु अनि अनिल चाहिँ सुती फोटो खिचिरहेको छ के गर्नु रहेछ राम्रो फोटो निकाल्नु पऱ्यो नि तर हामी चाहिँ यो वरिपरि सबै घुम्यौँ रमाइलो लाग्यो अनि सिनहरू चाहिँ राम्रोसँग हेर्नु पाइएन तुवालो यो पुरै टँडेलोको धुवाँले गर्दाखेरि फेरि आएर राम्रो सिन निकाल्ने कोसिस गरौँ ल अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ अब चाहिँ जाँदाखेरिको भ्यू हेरौँ है त म चाहिँ यहाँ छु अब जानु लागेको हामी बाइक स्टार्ट गर्दैछौँ यो राडरले चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टको सबै प्लेनहरूलाई ट्र्याक गर्ने अनि रेगुलेट गर्ने काम गर्छ। यहाँ चाहिँ सानो एउटा पार्क अनि यता होटलहरू लजहरू सबैको व्यवस्था रहेछ, सो तपाईँहरू ढुक्क भएर आउन सक्नुहुन्छ। अनि यहाँ चाहिँ उता लेफ्टमा राडर भ्यू टावर पनि छ। आज चाहिँ तुवालोको कारणले भिजिबिलिटी लास्टै लो भएको कारणले हामीले त्यहाँ चाहिँ जानुको औचित्य देखेनौँ, सो हामीले चाहिँ त्यो तपाईँहरूको लागि छोडिदिएको छौँ।
हेलो गाइज, अहिले चाहिँ हामी घर आइसकेको छौँ। अब हामी एकछिनमा नुहाउनु पर्ने हुन्छ किनकि धेरै लास्टै गर्मी भयो क्या आज। यस्तो गर्मी होइन, लास्टै गर्मी चारैतिर टँडेर लगायो पुरै हावै तातो भएको रहेछ त्यो एरियामा त। अब एकछिन रेस्ट गरौँ अनि फेरि मेरो इक्जामको तयारी पनि गर्नु छ। भोलि इक्जाम छ मेरो चाहिँ। आजको लागि चाहिँ यति नै गरौँ। हस् त, धन्यवाद, बाई बाई।